नमस्कार साथीहरू। लोकसेवा आयोगले सङ्गठित संस्थाका पदपूर्तिको लागि आयोगबाट लिइने सबै सङ्गठित संस्थाका अपराविधिक चौथो तह वा सहायक स्तर द्वितीय श्रेणी, सहायक द्वितीय र स्वसरह पदको खुल्ला प्रतियोगितात्मक पूर्व योग्यता परीक्षाको पाठ्यक्रम प्रकाशन गरेको छ। यो पाठ्यक्रम अध्ययन गरेर तपाईले पनि यो पूर्व योग्यताको परीक्षा दिन सक्नुहुनेछ साथीहरू। पाठ्यक्रमको रूपरेखा भनेको छ यसमा एकीकृत परीक्षा प्रणाली हुनेछ। त्यस्तै गरेर पूर्ण योग्यता परीक्षा भन्ने हुनेछ। परीक्षाको योजना, पत्र र विषय भनेको छ सामान्य ज्ञान, व्यवस्थापन, गणित र सेवा सम्बन्धी। पूर्णाङ्क 100, उत्तीर्णाङ्क 45। परीक्षा प्रणाली वस्तुगत अब्जेक्टिभ, बहुवैकल्पिक प्रश्न, मल्टिपल चोइस क्वेसन, प्रश्न सङ्ख्या 50, 2 अङ्कको दरले, समय 45 मिनेटमा हामीले यो परीक्षा सम्पन्न गर्नुपर्छ। यसमा सङ्गठित संस्थाहरूमा परीक्षा दिने परीक्षार्थीहरूले यसको परीक्षा दिन सक्नुहुनेछ। सामान्य ज्ञान, व्यवस्थापन, गणित र सेवा सम्बन्धी पत्र छ। 1 नम्बरमा भूगोल, वातावरण र जनसङ्ख्याको 10 अङ्क, इतिहास र संस्कृतिको 10 अङ्क, आर्थिक पक्ष र विकासको 10 अङ्क, शासन पद्धति र संविधानको 10 अङ्क, अन्तर्राष्ट्रिय सम्बन्ध र अन्तर्राष्ट्रिय सङ्घ संस्थाको 10 अङ्क गरेर यो पाठ्यक्रममा समावेश गरेको छ। त्यस्तै गरेर 6 नम्बरमा छ विज्ञान, प्रविधि, जनसङ्ख्या र समसामयिक गतिविधिहरूमा 10 अङ्क दिएको छ। कार्यालय तथा सार्वजनिक व्यवस्थापनमा 10 अङ्क दिएको छ। व्यावहारिक गणितमा 10 अङ्क, सार्वजनिक संस्थान सम्बन्धी ज्ञानमा 20 अङ्क भनेर यहाँ छुट्याएको छ। इङ्ग्लिसमा पनि दिएको छ साथीहरू। यसलाई इङ्ग्लिस सब्जेक्ट हुने विद्यार्थीहरूले इङ्ग्लिसमा पनि पढ्न सक्नुहुन्छ। यसमा जियोग्राफी, इन्भाइरोमेन्ट एन्ड पपुलेसनमा 10 मार्क्स भनेको छ। हिस्टोरी एन्ड कल्चरलमा पनि 10 मार्क्स भनेको छ। इकोनोमिक्स एस्पेक्ट एन्ड डेभलपमेन्टमा पनि 10 अङ्क भनेको छ। गभर्मेन्ट्स एन्ड कन्स्टिट्युसनमा पनि 10 अङ्क भनेको छ। त्यस्तै गरेर इन्टरनेसनल एफेयर्स एन्ड इन्टरनेसनल इन्स्टिच्युट अर्गनाइजेसनमा पनि 10 अङ्क भनेर दिएको छ। साथीहरू 6 नम्बरमा साइन्स, टेक्नोलोजी, पब्लिक हेल्थ एन्ड करेन्ट अफेयर्समा 10 मार्क्स भनेको छ। त्यस्तै गरेर अफिस एन्ड पब्लिक म्यानेजमेन्टमा 10 मार्क्स भनेको छ। त्यस्तै गरेर अप्लाइड म्याथमेटिक्समा पनि 10 मार्क्स भनेको छ। नलेज अबाउट पब्लिक इन्टरफेयर्समा 20 मार्क्स भनेको छ। यो इङ्ग्लिसबाट पनि करिकुलम हेरेर तपाईहरूले सङ्गठित संस्थाको परीक्षा दिन सक्नुहुन्छ। यो परीक्षा दियो भनेपछि तपाईँले फेरि फर्स्ट पेपरको परीक्षा दिनु पर्दैन। यसैले 1 वर्षको लागि तपाईँलाई फर्स्ट पेपरको परीक्षाको काम गर्छ। जससँग यो सम्बन्धित छ तपाईहरूले यसको परीक्षा करिकुलम राम्रोसँग हेरेर दिन सक्नुहुनेछ साथीहरू। धन्यवाद।